हेलो सम्पूर्ण फेसबुकका साथीहरू, आज बिहान बिहानको यो सन्डेको गुड मर्निङ, नमस्कार सबैलाई। आज म के भन्न गइरहेको छु भने स्वास्नी और सरकार दुईटै एउटै एउटै हुन् भन्ने कुरो लाग्छ मलाई। किनभने स्वास्नीलाई पनि हामी मन पराएर या छानेरै ल्याउँछौँ, अनि सरकार बनाउँदाखेरि पनि हामी सम्पूर्ण जनता मिलेर उसलाई छानेर या चुनेर नै बनाउँछौँ। फरक यति मात्रै हो साथी हो कि सरकारलाई हामी 5 सालमा फेरि चुन्न पाउँछौँ। 5 सालपछि उसलाई विघटन गरेर फेरि नयाँ सरकार बनाउन सक्छौँ, तर स्वास्नीलाई जिन्दगीभरि हामी बदल्न सक्छौँ। त्यसैले यो दुईवटा चिजलाई हमेसा ध्यान दिनुपर्छ र विवाह गर्दा पनि स्वास्नीलाई राम्रोसँग उसको व्यवहार, उसको आदत पानी र के कस्तो छ, उसको आनी बानी सबै हेरेर बिहा गर्नुपर्छ। र सरकार चुन्दाखेरि पनि कस्तो खाले नेताले काम गर्न सक्छ, कस्तो खाले नेताले देशको विकास गर्न सक्छ, गाउँ समाज टोल छरछिमेकदेखि सम्पूर्ण चिजमा बढी ध्यान दिन सक्छ, त्यस्तो व्यक्तिलाई सरकारमा ल्याउनुपर्छ भन्ने मेरो भनाइ छ। त्यसैले साथी हो, स्वास्नी र सरकार दुईटै एउटै एउटै हुन्। यिनीहरूलाई चुन्दाखेरि ध्यान दिएर चुन्नु होला भन्ने सुझाव तपाईँहरूलाई छाडेको छु। मेरा कुराहरूमा सहमत हुनुहुन्छ भने लाइक, कमेन्ट र सेयर गर्न चाहिँ नभुल्नु होला। हस्त, धन्यवाद।